गाइज वेलकम बैक टू माई न्यू ब्लग। तपाईँलाई स्वागत छ मेरो अर्को नयाँ ब्लगमा। आज चाहिँ आइतबार हो अनि छुट्टी छ आज कलेज। बिहानै उठेर फ्रेस भएर नास्ता खाएँ। त्यसपछि अहिले चाहिँ म एउटा कालीलाई हेर्दैछु। काली सुतिरहेकी छ यसरी। कालीलाई पनि साउन्ड लागेछ हेर, यहाँ मेहन्दी लागि छ कालीले पनि। अहिले चाहिँ काली मस्त सुतिसकी अनि मलाई चाहिँ अलिकति गीत सुन्न मन लाग्यो। यहाँ चाहिँ पियानो छ, यसलाई के भन्छ, पियानो भन्छ कि के भन्छ। ब्रेकअप हो गया पर हैप्पी बर्थडे का सिवा कुछ नहीं आता भने जस्तो मलाई पनि त्यस्तै हो। हैप्पी बर्थडे टु यु, हैप्पी बर्थडे टु यु। डिप्रेशन मतलब वो अलग ही लेवल का बंदा था। झपके फुलेको बयमको फुला हिजो राति बसासले झरे। डिप्रेशन अब अहिले चाहिँ हामी नास्ता लिन जाँदैछौँ। केटाहरू छ, यो मेरो दोस्त हो, यता चाहिँ सोल्टी। अनि अहिले चाहिँ अब नास्ता लिएर जाने भन्ने छ हाम्रो। भोक लाग्यो अरे केटाहरूलाई पनि, अनि हामी पनि अब नास्ता खानु पर्यो। ल यो के खालको बस हो? इसमें तो मुझे समझ में ही नहीं आ रही है क्या प्रॉब्लम है। राम्री राम्री केटीहरू पनि छन्, होइन त्यस्तो भन्नु न छोरी। सबै केटीहरू आफ्नो दिदी बहिनी हुन् भनेर भन्छु भनेको होला, भन्दिनँ। दाइ आप कसरी हो? नो बार्गेनिङ 120 कति? 120 यत्रो महँगो छ यार आप पनि अहिले सिजनमा। अनि अहिले त सिजन छ यार। सिजन एक पिसको चाहिँ कति? मेरो मन त अब दिनै छैन दाइ यार। नदिने भाइ नदेऊ के छ हो दिनु दाइ, ल 20 रुपियाँ दिन्छु तपाईँले, ल हुन्छ नि। ओए ओए हाँस्नु छ त ओए। मलाई झुल मन पर्छ, मलाई फुल मन पर्छ, मलाई फुल मन पर्छ, तिमी के दिन्छौ? केही दिन्न म त। अबे साले सुक्खा दिनु दाइ। ए दाइ अरे आन्टी मतलब वो अलग ही लेवल का बंदा था। पैसा देऊ यिनलाई, देऊ पैसा। पैसे रहेन आफूसँग त पैसा छैन यार। आप त के दिनु हौ, अहिले भर्खरै 20 रुपियाँ हालेर किनेको। आइसक्रिम त कहाँ? आइसक्रिम त खानु हुँदैन। अनि अहिले त अब धेरै जाडो छ नि त, आइसक्रिम त खायो भने त खोकी सर्दी लाग्छ नि त। छोडी आफ्नो कस्तो गीत गरेको अघि किन्दै छैन 20 रुपियाँ माग्ने जस्तो भएर सोल्टी किनिदिनु कि किनिदिनु भन्दै मैले किनिदिनु लगाएको। यस्तो कुरा नगर्नु सोल्टी यार, दिनु यार, आफ्नो मलाई दिनु यार, दिनु यार सोल्टी यार। ए तपाईँ सोल्टी यार, म तपाईँलाई सोल्टी भनेर हात हालेको छैन कि। कोही किन्ने छैन मलाई। तपाईँ हाले पनि मैले किन्नु आफूलाई दिनु नि त यार। त्यस्तो नगर्नु यार, आफ्नो यार सोल्टी। तपाईँ त्यस्तो नगर्नु न यार, सोल्टी यार, त्यस्तो नगर्नु त यार, दिनु न। ए होइन अघि भर्खरै दिएको होइन, किन्देको होइन मैले त्यत्रो मागेर। ए यार अनि यार मैले किने नि त यार, मेरो पैसा गएन नि। ए अनि किन किन्देको त? अनि त्यत्रो मैले भनिरहेको थिएँ रोटी किनिदिनु किनिदिनु भन्दाखेरि बल्लले किनिदिएको होइन। अनि यार मलाई आप खान मन लागेर पो किनेको मैले त यार। किन भनेको न मलाई किनिदिएको म खाने हो। ए यार दिनु न यार, तपाईँलाई हात हालेको कि मैले फेरि हात हाल्नु पर्यो, नराम्रो हुन्छ है। हुँदैन नि फेरि मलाई रिस उठ्दैन नि छोरी। ए सोल्टी यार, कस्तो तपाईँ ल्याङ्ना हान्नु न यार, कस्तो मैले यो सिजनमा आफै खाएको छैन क्या, आप दिनु। नखाए के गर्नु त? नखाए बरु फालिदिन्छु दिदिनँ। ल किन यस्तो सोल्टीसँग यस्तो हुँदैन? ल ल के हो छोडी? 1 hour later. अरे झ्यापको बुढी, झ्यापको बुढी है चाहिँ मनाजिम मनादिन्छ तपाईँ गीत गाउनु ल। ठ्याक्कै गीत पनि आएन क्या त्यो लामो के अरे त्यो गीत? तिजका गीत आयो ल। तिजका गीत कस्ता हुन्थे दाइमा दिन एउटा खाइदिउँ।
एउटा दिनु न एउटा मिठोवाला खानु मतलब वो अलग ही लेवल का बंदा था खाऊ छिटो आहा मिठो छ ला पोके यार धन्यवाद भाई थ्याङ्क यू दाइ दिदिने क्या इंग्लिश